हामी बोलाउने कुमार दाई त हामी मान्छे बोलेर हामी कुरा खोल्न पाएन के त्यस्तै हामी पो बोलिरहेको उसलाई बोल्नु दिनु भएन यस्तो लागिरहेछ कहाँ पुरै खाली बोतल खाएको भाइ त हामी तो हामी तँलाई सुहाउँछ न हामीलाई सुहाउँछ के भाइ त रूप हेरेर खाली बोतल भन्न भाइ हामीलाई पो सुहाउँछ यार त हामी भन्छौँ तपाईँलाई सुहाउँछ त कोइलेको रोल गर्न त्यसलाई सुहाउँछ त हामी मधेसको रोल गर्छौँ त अनुहारले पनि दिनुपर्छ कि हजुर अनुहार गोरो छ मधेसीको एक्टर गरेर हुन्छ हुन्न सही अनुहार कालो छ त हामी सब कुछ हामीलाई यस्तो लाग्थ्यो पहिला हामी कालो जन्मियो दाइ त कालो जन्मिएर हामी अनुहार ऐनामा हेरेर रुन्थ्यो तर हामी जब हामी क्यारेक्टरमा छिर्यो त हामी हाम्रो लागि कालो नै हाम्रो भगवानको सालु लाग्यो त्यसैले हामी कालो मान्छे छ नि कालो मान्छे कालो कलर छ नि दाजु विश्वको खतरनाक कलर हो के त्यो भएर कालो मान्छेले सबले हेर्छ तर नहेर भाइ त यो कालो जस्तो कालो भए पनि मान्छेको सबैको कालो हो मन मन कहिले कालो हुन्छ कहिले गोरो हुन्छ थाहै छैन त मन बिग्रेको बेलामा मन कालो हुन्छ मन सप्रियो भने गोरो हुन्छ हो हरेक मान्छे त हामीले यही खिचिरहेछ यार इधर खिच इधर पनि खिच लोग हामीलाई के किन हामी चर्चित छु भनेर खिचिरहेछ के किन भाइरल कन्टेन्ट हुन्छ भनेर खिचिरहेछ अब